एससीमा सामाजिकमा ए प्लस ल्याउनको लागि एन्सर सिट कसरी लेख्नुपर्छ आज त्यसको बारेमा मैले भिडियो लिएर आएको छु। यो स्टुडेन्टले चाहिँ 75 मार्कमा 73 मार्क लिएर आएको छ र कसरी उसले एन्सर सिट लेखेको छ त्यसको बारेमा बुझौँ है त। सो माथि चाहिँ क्वेसन छ हामीसँग, जुन चाहिँ हाम्रो 2080 मा सोधेको क्वेसन हो। यो चाहिँ हाम्रो 2080 मा सोधेको सामाजिक अध्ययनको क्वेसन हो, एससी एक्जाममा सोधेको। र त्यसको यो माथि क्वेसन छ र यसको यो तल उत्तर छ र यो उत्तर कसरी लेख्ने र कुन फर्मेटमा लेख्नुपर्छ त्यसको यो भिडियो र यसलाई कसरी डाउनलोड गर्ने भनेर बारेमा बुझ्न मन छ भने हाम्रो यो पुरै भिडियो हेर्नु होला। यसलाई म डाउनलोड गर्ने अप्सन पनि तपाईँलाई भन्छु, यो तपाईँहरूले डाउनलोड गरेर एकचोटि आफै पनि हेर्नु होला है त। सो सामाजिकमा 3 किसिमको क्वेसन हुन्छ, एउटा चाहिँ 1 मार्क्सको क्वेसन, एउटा चाहिँ 4 मार्क्सको क्वेसन, एउटा चाहिँ 7 मार्क्सको क्वेसन है। सो तीनैवटाको डिफ्रेन्ट फर्मेट हुन्छ लेख्ने र 4 मार्क्सवालाको चाहिँ झन् 2-3वटा फर्मेटको क्वेसनहरू सोधिरा हुन्छ। सो अवश्य 1 मार्कको क्वेसन चाहिँ 3 लाइनभन्दा धेरै जानु भएन है। 1 लाइनको क्वेसनको एन्सर चाहिँ 3 लाइनभन्दा धेरै गएकै छैन क्या कुनैमा पनि, धेरै भयो 3 लाइन हो क्या। सो 3 लाइन भन्दा 3-4 लाइन हो म्याक्सिमम। सो तपाईँले जहिले पनि 1 मार्क्सको क्वेसन कसरी लेख्ने भन्ने बारेमा यहाँनिर छ। 1 मार्क्सको क्वेसन भयो यहाँसम्म, क्वेसन नम्बर 11 सम्म गरेको छ है उसले। त्यसपछि चाहिँ हेर्नुहोस् 4 मार्क्सको क्वेसनमा चाहिँ तपाईँको यदि तपाईँहरूले यहाँ पुष्टि गर्नुहोस् टाइपको क्वेसन छ भने कसरी लेख्नुपर्छ त्यो यहाँ दिएको छ। त्यसपछि 4 मार्क्सको क्वेसनमा चाहिँ बुदागतमा लेख्ने है, जहिले पनि 4 मार्क्सको क्वेसन चाहिँ बुदागत पोइन्टमा लेख्ने। उसले अझै यहाँ 3.5 किन आएको छ थाहा छ? उसको 4 नै आउन सक्थ्यो। 3.5 आउनुको रिजन चाहिँ के हो भन्दाखेरि चाहिँ जस्तै दिगो विकासको बारेमा सोधेको छ है। सो दिगो विकासको सामाजिक आर्थिक महत्त्वको बारेमा 4वटा बुदा सोधेको छ 13 नम्बर क्वेसनमा। पहिला तपाईँले के गर्नु त उसले पोइन्ट मात्र लेखेको, त्यही भएर तिम्रो 3.5 आयो। त्यसको ठाउँमा पहिला दिगो विकास भने के हो थोरै त्यो लेख्ने है। 2 लाइन भयो नि दिगो विकास भने के हो त्यो लेख्ने। त्यसपछि उसले 4वटा पोइन्ट लेखेको भए 4 को 4 मार्क्स आउँथे। सो यो कुरामा तपाईँहरूले ध्यान दिनु होला। सो कुनै पनि क्वेसन 4 मार्क्सको वाला क्वेसन गर्दाखेरि यसको मैले पहिला पनि एउटा भिडियो ल्याइसकेको छु है। अलरेडी हाम्रो यो टिकटक च्यानलमा अलरेडी यो मैले भिडियो अपलोड गरेको छु, एकचोटि हाम्रो टिकटक च्यानल भिजिट गर्नुहोस्। र उसले धेरै जस्तो 4 मार्क्सको क्वेसनमा चाहिँ 4 को 4 नै ल्याएको छ होइन। सो कसरी एन्सर लेखेको चाहिँ एकचोटि हेर्नु होला। र म तपाईँहरूलाई के एउटा सजेसन दिन्छु भन्दाखेरि चाहिँ उसले चाहिँ जस्तै यहाँ सङ्घीय कार्यपालिका र न्यायपालिकाको अन्तर सम्बन्धको बारेमा यहाँ लेख्नु भने चाहिँ पहिला सङ्घीय कार्यपालिका र न्यायपालिका भनेको के हो त्यो 3-4 लाइन लेख्नु है। 3-4 लाइन त्यो लेखेपछि त्यसपछि पोइन्टमा लेख्नु होला जहिले पनि है। सो जहिले पनि पहिला त्यो भनेको के हो त्यसपछि 4वटा लाइन लेख्नुभयो भने 4 को 4 आउने चान्स धेरै हुन्छ है। सो मैले अस्ति पनि यो भिडियोमा भनिसकेको छु अर्को भिडियोमा। त्यसपछि तपाईँको यसमा हामीले अब म्याप कसरी बनाउनु पर्छ त्यसको बारेमा पनि छ, यो म्याप कसरी बनाउने सो म्यापको बारेमा पनि छ होइन। म्यापमा चाहिँ उसले 6.5 दिएको छ 7 मा। त्यसपछि उसलाई यहाँनिर तलमा हेर्नुहुन्छ भने 7 मार्क्सको क्वेसनमा म्याक्सिमममा 6.5 आएको छ उसको, म्याक्सिमममा 6.5 र एउटामा त 7 को 7 पनि आएको छ। सो कसरी लेख्नुपर्छ के गर्नुपर्छ त्यो क्वेसन अनुसार यहाँनिर उसले एन्सर लेखेको छ। एकचोटि तपाईँहरूले यो डाउनलोड गरेर हेर्नु होला। अब डाउनलोड कसरी गर्ने? सो डाउनलोड गर्ने प्रोसेस एकदमै सजिलो छ। पहिला डाउनलोड गर्ने कसरी भन्दाखेरि चाहिँ पहिला हामीलाई फलो गर्ने है। पहिला हामीलाई के गर्नु त फलो गर्ने, हामीलाई पहिला फलो गरिसकेपछि पहिला फलो गर्ने, त्यसपछि तलमा लिङ्क छ त्यो लिङ्कमा क्लिक गर्ने। त्यो लिङ्कमा क्लिक गरिसकेपछि तपाईँहरूले के यस्तो खाले खुल्छ है। यो लिङ्कमा क्लिक गरिसकेपछि यस्तो खुल्छ। यस्तो खुलिसकेपछि यहाँनिर माथिमा हेर्नुहुन्छ तपाईँले सामाजिक अध्ययन एन्सर स्याम्पल छ है, यसमा क्लिक गर्नु। यसमा क्लिक गरेर पछि यस्तो खाले खुल्छ र यहाँबाट तपाईँले यहाँनिर PDF खुल्छ र यहाँबाट तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। र यहाँ चाहिँ हाम्रो युट्युब च्यानल छ, त्यो युट्युब च्यानलमा तपाईँले त्यो लिङ्कमा क्लिक गर्नुभयो भने चाहिँ तपाईँ हाम्रो युट्युब च्यानलतिर सिफ्ट हुनुहुन्छ। र त्यहाँनिर चाहिँ हामीले 11-12 कसरी फ्रीमा पढ्न सकिन्छ, स्कलरसिप कहाँ खुल्छ, कुन स्कलरसिपहरू खुलिरहेको हुन्छ त्यसको बारेमा भनेको छौँ। सो तपाईँले हाम्रो युट्युब च्यानल पनि भिजिट गर्नु होला है। सो एकचोटि तपाईँले ध्यान दिएर PDF हेर्नुहोस्, कहाँनिर के तपाईँहरूलाई लाइक कन्फ्युजन लागिरह मलाई सोद्धा हुन्छ र हाम्रो कमेन्टमा गएर कमेन्ट गर्नुहोस्, म तपाईँहरूलाई अर्को भिडियो त्यसकै बारेमा ल्याउने प्रयास गर्छु है। र हामीले टन्नै मैले स्टडी मेटेरियल्सहरू अलरेडी दिइसकेको छु हाम्रो यहाँ टिकटक च्यानलमा। सो एकचोटि गएर त्यो पनि भिजिट गर्नु होला।